चित्त नदुखाउनुहोस् है। ल भन्नु अब आउँछ मजा एकडा दुखाउन के तपाईँ काङ्ग्रेसभित्रको दही चिउरे है। नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा ठुलो संख्यामा सरकारको नेतृत्व तपाईको पार्टीको अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको थियो। अस्ति भर्खरै जनताले लखेटेर हेलिकप्टरबाट भागेका तपाईहरू अहिले कुन मुख देखाएर भोट माग्दै हिँड्नु भएको छ? यो मान्छे नि खतरा छ। नदी छरेर बिजुली निकाल्नुहुन्छ, नदी छरेर निकाल्नुहुन्छ, अहिले हावाबाट पनि निकाल्नु होइन? काठमाडौँमा तपाईको 8 तले एउटा घर रहेछ। त्यो घरको 8औं तलातिर गगन थापा लगायतको टिमलाई रणनीति बनाउनको लागि तपाईले कार्यालय सञ्चालनको लागि त्यो घर दिनुभएको रहेछ। त्यो घरको घरबेटी पर्नु भएछ। हजुर हो र ठीक हो? ठीक भन्दैछु? एकदम ठीक हो। तपाईँ घरबेटी पर्नु भएछ। त्यही कारणले तपाईले टिकट पाउनु भएछ ट्रक्क कास्की क्षेत्र नम्बर 1 को। नत्र तपाईँ टिकट पाउनु भएछ होइन रे। आज त हामी कुनै पनि ठाउँ पैदल गएको छैन, कुनै पनि ठाउँमा पैदल जानु परेको छैन। बाटो त सबै प्रत्येक बाटो खनेर विकास हुँदैन भने पुगेको छ। पख्नुहोस् न। आज 2082 सालमा, आज 2026 सालमा तपाईँ र म के भनेर गर्व गरिरहेछौँ या तपाईँ के भनेर गर्व गरिरहनु भएको छ भने हामीले जनताको घरमा बत्ती पुर्याइदियौँ पैसा लिएर, हामीले जनताको घरमा तपाईँ सञ्चार सेवा पुर्याइदियौँ पैसा लिएर कमिसन खाएर, हामीले जनताको घर घरमा बाटो पुर्याइदियौँ, हामीले स्कुल खोलिदियौँ। यो ढुङ्गे युग हो।